अहिले हामी 2 घण्टाको अन्तरालपछि साथीहरू हेर्न सक्नुहुन्छ तपाईहरु। यो अब स्वर्ग त नभनौ, नेपालले दिएको प्राकृतिक नेपालले यहाँ दृश्य तपाईहरु हेर्न सक्नुहुन्छ कस्तो रहेछ प्राकृतिक। यहाँ एक पिछाड़ी घुमा के ना होता हो ना हमको ऊपर में बहुत ज्यादा नहीं ऊपर में पहाड़ सारा। यो बादलले गर्दा चाहिँ हाम्रो उताको मन्दिर चाहिँ हेरिरहेको छैन, तर म प्रयास गर्छु यहाँहरुलाई त्यो पहाडमा रहेको मन्दिरलाई हेराउनको लागि हेरिरहेछ जस्तो। अनि यो हाम्रो अब हामी यहाँको बाटो हेराउँदै छौं। 2 घण्टा हामी माथि आइसकेका छौं यो एक्लै जंगलमा, तर अहिलेसम्म हामी पुगेका छैनौं। अहिले दाइ कति बजिरहेछ हाम्रो? अहिले 2:15 भइसक्यो। यहाँबाट मन्दिरको गेटसम्म पुग्नको लागि हामीलाई 1 घण्टा जति लाग्छ। ठीक बा आयल जइया बैठ त तल बैठ पल्ला कति